हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र उजासिल बनिनको लागि प्रयत्न गरिरहनुहोस्। आउनुहोस् आज चाहिँ हजुरहरूको माझमा आइसकेको छु आफूले जानेको, बुझेको, राम्रो गरेको कुरा छोटो छोटो गर्नको लागि। यति छिटो दौडन्छ कि सोचको कुनै टुङ्गो नै छैन। कहिले सकारात्मक क्षणमा दौडिरहन्छ, कहिले त नकारात्मक क्षणमा दौडिरहन्छ। सायद यसलाई बहाना चाहिन्छ होला, यता जाने, उता जाने। यसको चञ्चलता नै यसको एक विशेषता होला। यो मन यदि चञ्चल हुँदैन थियो भने, शान्त हुन्थ्यो भने मानिस यति धेरै छटपटीमा रहने थिएन होला। वा एकले अर्कोलाई साथमा ल्याउन खोज्ने वा एकअर्कासँग सम्बन्ध गाँस्ने पनि त गर्ने थिएन होला। यो सबै खेलहरू चाहिँ सायद यही मनको चञ्चलताले गर्दाखेरि होला। केही क्रियाकलाप गर्दै गर्दा वा सफलताको विफलताको क्षणमा पनि जानको लागि मानिस हर प्रयास गरिरहनुको कारण चाहिँ यही मनको चञ्चलता होला सायद। यसरी भन्दै गर्दा हरेक ती उतार चढावलाई, ती उल्झनलाई, ती चोटहरूलाई समाधान गर्दै यदि हामी आफ्नो लक्ष्यलाई आफ्नो गर्नुपर्ने कर्मलाई अगाडि बढायौँ भने हामी चाहिँ एक तहसम्म पुग्छौँ कि अब चाहिँ होइन, हाम्रो जिन्दगी चाहिँ सफल भइसक्यो। र सफल भन्नु पनि कसलाई? सफल मान्नु पनि कसलाई? उमेर बढ्दै जाँदा आफ्नो चाहना बढ्दै जान्छ, रहर बढ्दै जान्छ अथवा उमेरअनुसार नै फरक फरक रुचि उत्पन्न हुँदै जान्छन्। सायद यो खेल चाहिँ यो अहिले मात्रैको खेल होइन होला, विगतको खेल पनि। विगत भन्नुको मतलब पुर्खौँपुर्खादेखिका चलिरहेको यो परम्परा हो कि मानिस भइसके पछाडि मानिसका हरेक चाहना हुन्छ, इच्छा हुन्छ, रहर हुन्छ। यी रहरहरू समयक्रमअनुसार परिवर्तन भइरहन्छन्। यो भन्दै गर्दा पुराना व्यक्तिहरू पनि भनिरहेका थिए, विगतका व्यक्तिहरू पनि छटपटाइरहेका थिए। जति नै वैज्ञानिक भने पनि, साधु भने पनि, सन्त महात्मा भने पनि वा ती सबै व्यक्तिहरूले जे गरे, जे गर्न अरूलाई प्रोत्साहन गरे, यसमा एकैबद्धता छैन। मानिसहरू आफ्नो बुझाइ, लगनशील जहाँ छ, जहाँ आफ्नो ध्यान बस्छ वा आफूलाई पनि सम्मान गर्छ र अरूको सम्मान पनि हेर्छ र त्यही सम्मान, त्यही दृढता, त्यही सकारात्मकता साथमा मानिसलाई एकअर्कालाई साटसाट गर्दै, सहकार्य गर्दै यदि अगाडि बढ्यौँ भने हामी चाहिँ सफल हुन्छौँ है। हामी चाहिँ सफल हौँ है। हामी चाहिँ धनभन्दा पनि यसरी सरलता, मितव्ययिता र एकदम प्रेमपूर्ण रूपमा अगाडि बढ्यौँ भने हामी मानवताको रूपमा सफल हुन्छौँ है, मानव हुन सक्छौँ है भन्ने कुरा सिकाएर मानिस गइसकेर आफ्नो जीवन चाहिँ व्यतीत गरिसकेका पनि मान्छेहरू छन् र हामीले पनि त्यही सिक्न जरुरी छ जस्तो लाग्छ है, जहाँसम्म लाग्छ। तसर्थ आफ्नो जीवनलाई चाहिँ सरल बनाऊँ, सहज बनाऊँ र मितव्ययी बनाऊँ। हस्, अर्को भिडियोमा भेटौँला। बाई बाई।